नमस्ते सबैजना मेरो युट्युब च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई टियु को एमबीएस अथवा एमपीए प्रोग्रामको लागि सीमेट को फर्म कसरी भरिन्छ भनेर सिकाउनको लागि यस भिडियोमा उपस्थित भएको छु। यदि तपाईले बीबीएस अथवा बीबीए को एक्जाम पास गरिसक्नु भएको छ र फर्दर स्टडी गर्न चाहनुहुन्छ भने तपाईले सीमेट को एक्जाम दिनुपर्ने हुन्छ र सीमेट को एक्जाम तपाई tudoms.org अन्तर्गत गएर मास्टर्स को लागि फर्म भर्नुपर्ने हुन्छ र यसमा भर्नको लागि तपाईले स्क्रिनमा देखाइएको यस URL मा गएर आफूले फर्म भर्नुपर्ने हुन्छ। मैले टियु टेस्ट 2026 को लागि फर्म भरिरहेको छु र यसमा आवश्यक पर्ने सम्पूर्ण कागजातहरुलाई मैले एउटा फोल्डरमा राखेर अब त्यसलाई कसरी भर्ने भनेर देखाउन जान्छु। तपाई त्यही अनुसार आफ्नो डकुमेन्टलाई पनि अरेन्ज गरेर गर्नु होला र जब हामी यस वेबसाइटलाई खोल्छौं खोलिसकेपछि यहाँ हामी देख्न सक्छौं कि सबैभन्दा सुरुमा हामीलाई फोटो हाल्नको लागि भनेको छ र फोटो हाल्नको लागि मैले आफ्नो पास फोटोलाई यहाँनेरि हाले र हालिसकेपछि अब मैले एमबीएस को लागि फर्म भर्नुपर्ने भएकोले सिलेक्ट प्रोग्राममा गएर एमबीएस मा गएर क्लिक गर्छु। त्यसपछि मैले यहाँनेरि लिस्टमा भएका क्याम्पसहरु मध्ये आफूलाई पाएको पर्ने जुन क्याम्पस छ त्यही क्याम्पसको लागि म यहाँ भर्छु। अब मैले यहाँनेरि भर्दाखेरि सबै लिस्टमा हामीले हेर्नुपर्छ। हेर्दाखेरि आफूलाई पाएको पर्ने जुन क्याम्पस छ त्यही क्याम्पसमा हामी भर्छौं। अब मैले यहाँनेरि सुरुको लिस्टदेखि हेर्ने हो भने मलाई पाएको पर्ने धरानमा भनेको वीरेन्द्र मेमोरियल क्याम्पस रहेको छ। मैले यसैलाई क्लिक गरे र भरिसकेपछि मैले यहाँनेरि आफ्नो कुनै कोटा हो भने कोटा अनुसार मैले गर्नुपर्ने हुन्छ र कोटा मेरो यहाँ खुलामा हो त्यही भएर ओपनमा गरे र यहाँनेरि त्यसपछि नेक्स्टमा ब्याचलर को मैले रजिस्ट्रेसन नम्बर हाल्नुपर्छ। ब्याचलर को रजिस्ट्रेसन नम्बर तपाईले आफ्नो एडमिट कार्ड अनुसार हेरेर हाल्नुपर्छ र उल्लेख गरे बमोजिम मैले पनि आफ्नो रजिस्ट्रेसन नम्बर हालेको छु। त्यसपछि नाम लेख्नु पर्ने हुन्छ। नाम लेख्दाखेरि ब्लक लेटर भनेको छ। ब्लक लेटर भनेको क्यापिटलमा लेख्ने हो र यसलाई हामीले केही नगरी पनि आफै यो क्यापिटलमा जान्छ र यतापट्टि हामीले चाहिँ नेपालीमा लेख्नु पर्ने हुन्छ र यसरी हालिसकेपछि यहाँनेरि जेन्डरको ठाउँमा हामीले आफू मेल हो भने मेल होइन भने फिमेल लेख्नुपर्छ र जेन्डर हालिसकेपछि नेक्स्टमा चाहिँ हामीले आफ्नो इमेल हाल्नुपर्ने हुन्छ र इमेल हालिसकेपछि नेक्स्टमा आफ्नो मोबाइल नम्बर हाल्नुपर्छ र यहाँ गएर आफ्नो इमेल हाल्नुपर्छ र अर्कोपट्टि चाहिँ मोबाइल नम्बर हाल्नुपर्छ र त्यति गरिसकेपछि एड्रेस इन्फर्मेसनमा तल गएपछि हामी जुन ठाउँको हो त्यही अनुसारको हामीले एड्रेस हाल्छौं। एड्रेस हाल्दा म प्रोभिन्स 1 म झापा अनि मेरो एड्रेस भएको कचन कवल 4 झापा यसरी हाल्छु र हालिसकेपछि मैले आफ्नो यहाँनेरि आफ्नो पढाइको इन्फर्मेसन हाल्नुपर्ने हुन्छ र यसमा हाल्दाखेरि मैले एसएलसी पास गरेको साल कति हो भनेर भन्दा 2068 एसएलसी बोर्ड को ठाउँमा म एसएलसी नै लेख्छु र मेरो यहाँनेरि पर्सेन्टेज हाल्दै छु र सिम्बल नम्बर। त्यसपछि यहाँनेरि +2 को लागि +2 को तपाईले यदि हाल्दै हुनुहुन्छ भने इयर हाल्नुपर्छ आफू जति सालमा पास भएको त्यही अनुसार। बोर्ड मैले एचएसईबी बाट गरेको हो। मैले आफूले पाएको पर्सेन्टेज यहाँनेरि हाले र यहाँनेरि सिम्बल नम्बर भनेको ठाउँमा चाहिँ ट्रान्सक्रिप्टको नम्बर हाल्नुपर्छ र ब्याचलरमा चाहिँ तपाईले आफूले पास गरेको पास्ट इयर जति छ त्यति नै यहाँनेरि हाल्नुपर्छ र ब्याचलर बोर्डमा चाहिँ युनिभर्सिटीको नाम लेख्नुपर्छ। त्रिभुवन युनिभर्सिटी भनेर मैले गरेको छु त्यही भएर मैले यहाँनेरि लेखे र आफूले कति पर्सेन्टेज ल्याएको छ त्यसलाई यहाँनेरि लेख्ने हो र ब्याचलर को सिम्बल नम्बर भनेको आफ्नो ट्रान्सक्रिप्ट नम्बर जे छ त्यही हाल्दा हुन्छ। त्यति गरिसकेपछि हामीले आफ्नो डकुमेन्टहरुलाई अपलोड गर्नुपर्ने हुन्छ र यहाँनेरि भनेको छ कि हामीले यहाँ ब्याचलर को क्यारेक्टर सर्टिफिकेट हाल्ने हो र ब्याचलर को क्यारेक्टर सर्टिफिकेट हामीले क्याम्पसबाट मागेर यसमा हाल्नुपर्ने हुन्छ। त्यसपछि ट्रान्सक्रिप्ट भनेको छ हामीले जुन ट्रान्सक्रिप्ट ब्याचलर पास गरेपछि पाएका हुन्छौं त्यसैलाई हामीले यसमा अपलोड गर्ने हो। त्यसपछि अर्को भनेको छ 12 को मार्कसिट भनेको छ। 12 को मार्कसिट अर्थात ट्रान्सक्रिप्टै हो त्यो पनि
त्यसलाई हामीले यहाँबाट हालेर अपलोड गर्ने हो। त्यति गरिसके पछाडि पेमेन्ट भनेको चाहिँ पे युजिङ कनेक्ट आइपीएस भनेको छ। यदि तपाईले कनेक्ट आइपीएस चलाउनु भएको छैन भने कनेक्ट आइपीएस को भिडियो हेर्नु होला र कनेक्ट आइपीएस बाट तपाईले पे गर्नको लागि 7Pay मा गएर थिच्नु पर्ने हुन्छ। हाम्रो 7Pay मा गइसके पछाडि कनेक्ट आइपीएस को यसरी लगइन गर्ने खुल्छ। लगइन गर्ने ठाउँ खुलिसके पछाडि हामीले यहाँनेरि यो क्याप्चा हालेर साइन इन गर्नुपर्छ। त्यसपछि आफ्नो पासवर्ड हालेर यहाँनेरि पेमेन्ट गर्ने ठाउँमा पुग्छ। अबको यो स्क्रिनमा हामी देख्न सक्छौं कि हामीले तिर्न जान आटेको भनेको चाहिँ म्यानेजमेन्ट अफ डिन अफिसमा 1500 रुपैयाँ हामी कनेक्ट आइपीएस मार्फत हामी भुक्तानी गर्ने हो। त्यसको लागि डेबिट एकाउन्ट गर्दाखेरि यदि तपाईले कनेक्ट आइपीएस अगाडि नै लिंक गरिसक्नु भएको छ भने तपाईको एकाउन्ट देखिन्छ र यो देखिएको एकाउन्ट मध्येबाट आफ्नो एकाउन्टलाई सिलेक्ट गरेर सबमिटमा गर्नुपर्छ। सबमिट गरेपछि यसले हामीलाई कन्फर्मेसन देखाउँछ र हामीले यहाँनेरि भएको सबै कुरालाई देखाइसके पछाडि हामीलाई यहाँनेरि ओटीपी मागेको हुन्छ। त्यो ओटीपी हामीले आफ्नो एसएमएस मा आए पछाडि जति आएको छ त्यसलाई यहाँनेरि इन्ट्री गर्छौं र इन्ट्री गरिसकेपछि सबमिट गर्छौं। सबमिट गरे पछाडि एकछिन लोड हुन्छ र लोड भइसके पछाडि यसले हाम्रो पेमेन्टलाई सक्सेस भनेर हामीलाई मेसेज दिन्छ। हाम्रो ट्रान्ज्याक्सन पूरा भइसकेको छ। अब यसलाई हामीले यहाँनेरि आफ्नो कोड सहितको एउटा रेफरेन्स नम्बर दिएको छ। यसलाई सेभ गरेर राख्नको लागि हामी यसलाई स्क्रिन क्रप गरेर राख्न सक्छौं, हैन अनि फोनबाट गरेको नि स्क्रिनशट पनि गरेर राख्न सक्छौं। मैले यसलाई फ्याकल्टी अफ म्यानेजमेन्ट यहाँदेखि लिएर यहाँसम्मको लागि मैले स्क्रिनशट लिएर राखेँ र यति गरिसके पछाडि तपाई आफैले पनि यसै भिडियोलाई हेरेर सिम्याटको लागि फर्म भर्न सक्नुहुन्छ। सम्पूर्णले यदि यो भिडियो हेर्नु भएको छ भने तपाईलाई भिडियो कस्तो लाग्यो प्रतिक्रिया तल दिनुहोस् र यदि मैले केही सुधार्नु पर्ने या मैले बुझाउने तरिकामा अलिकति केही अप्ठ्यारो भएको छ भने पनि तपाई कमेन्टमा लेखेर राख्न सक्नुहुन्छ। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब जे गर्नुपर्ने हो तपाईले सक्दो गर्नु होला। तपाईको सहयोगको अपेक्षामा छु। तपाईको दिन शुभ रहोस्।